प्युठानबाट पहिला प्युठान पहिला जुम्ला जुम्ला जुम्लामा हुँदाखेरि रिजाल रहन्छन् त्यो बेलासम्म धमला हामी धमला हौँ धमला धमला त्यो बसेको ठाउँबाट अलि अन्तैतिर जुम्लामा रिगा भन्ने ठाउँ रहेछ रिजा भन्ने ठाउँमा गएछन् एउटा भाइ सरेर त्यहाँ गएपछि त्यहाँ गएकालाई रिजाको बाहुन त्यहाँ आफू पहिला बसेको ठाउँमा आउँदाखेरि रिजाको बाहुन भनेछन् भन्दा भन्दै रिजाल हामीलाई त्यसरी रिजाल भनेको हामी धमला हो हाम्रो पुर्खौली अनि त्यहाँबाट पनि फेरि बसाइ सार्न प्युठान आएछन् प्युठान आएछन् प्युठानबाट बसाइ सार्न एउटा भाइ बागलुङको बल्या एउटा भाइ राखु आएछन् आएपछि राखुका अलि टुङ्गिएछन् बल्याका बढेछन् अनि बल्यामा बस्दाखेरि सानोको राजा भएछन् बाहुन भएछन् पण्डित त्यो राजाको काम गराउने भएछन् हुँदाखेरि के भएछ भने अलि थोरै हुँदाखेरि त ठिकै भयो अलि बढेपछि अनि हाम्रा बाजेले ज्योतिष पढेका रहेछन् अर्का दुई भाइ रहेछन् अर्काले व्याकरण पढेका रहेछन् पण्डित रहेछन् अनि उनका सन्तान अलि धेरै भएछन् अब त्यो राजा कहाँ गएर भोज खान त्यहाँ त्यो राजाको ले दिएको दानले अलि नपुग्न थालेछ अनि त्यहाँ पछि के कुटनीति गरेछन् भने बिहा गर्ने बेलामा भाइको बिहा गर्ने बेलामा कतै एउटाले मागेको केटी मागेर बिहा गर्न मागेको दही खुवाएर छोडेको त्यो बिहा गर्न नजाँदै बिचमा केटी मरिन्छ केटी होइन केटो मरेछ त्यो बिहा गर्न जाने केटो मरेछ मरेपछि दही चाम्रे भई त्यो केटी पहिला दही चाम्रे भन्दैन थिए दही चाम्रे भएपछि बसिराखेकी थिए बुढी कन्या थिए अनि हाम्रा ती जेठा बाजे पण्डितले त्यही दही चाम्रे केटी मागेर बिहा गरिदिएछन् हाम्रा बाजेलाई अनि हाम्रा जिजुलाई अनि दही चाम्रे केटी बिहा गरिदिएपछि त्यो राजासित के कुटनीति गरेछन् भने यसले यस्तो दही चाम्रे बिहा गरौँ अब यसलाई यो यहाँको हाम्रो राज दरबारको भोज भतेर राजकीय सम्मान दिन हुन्न सरकार भनेर राजासँग भनेछन् भनेपछि अब त्यो क्षेत्रीय हो गुरुले जे भने त्यही मानौ उसले अब उसको हुकुम मात्रै चल्ने शासन त पण्डितकै चल्छ अहिले पनि चल्दो राजा छन् उसँग जहिले पनि त्यही हो गरे त्यहाँबाट ल अब तिमी यस्तै केटी बिहा गरेछौ यहाँ हाम्रो भोज भतेर केही राजकीय सम्मान हुँदाखेरि तिमी नआऊ है अब आउनु हुन्न भनेछ राजाले राजा नमाने मारिदिन्छ के अनि मान्नै पर्यो त्यहाँबाट जान छोडे अनि बाजेलाई पिर परेर त्यहाँबाट तिमीहरूका नजिकैमा बस्दिन भनेर पाङ सरेका उपाध्याय बलियामा छँदैछन् नि बलियामा छन् उपाध्याय छन् रिजाल छैनन् रिजाल बलियामा छैनन् छन् के रिजाल त्यो बजारदेखि अलि परि गएर त्यो हाम्रो सैन्यमा हुनुहुन्थ्यो नि त्यहाँदेखि अलि ओल्तिर आएर एउटा डाँडो छ त्यो डाँडाको नाम मलाई आउन्न त्यो डाँडो सबै रिजाल डाँडो हो रिजाल छन् अहिले त्यहाँ छन् ती छन् थुप्रै छन् रिजालहरू हो र मलाई थाहा छैन त्यहाँ तैँले थाहा पाइनस् एउटा बुढा एक फेरि भैँसी किन्न गए र मैले त्यो म अलिक ठुलै जान्नै भएपछि बाले